यो चाहिँ मेरो लास्ट भिडियो आजबाट म भिडियो अपलोड गर्न छोडिदिन्छु। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। पछाडि देख्न सक्नुहुन्छ मेरो साथीहरू छ अनि हामी चाहिँ खाजा खान जान लागेको। हामी सबैले समोसा खानलाई त्यही भएर समोसा अर्डर गरेको। मलाई चाहिँ समोसा अचारसँग चोपेर खान मन पर्छ तर मेरो साथीहरूलाई चाहिँ तरकारीसँग खान मन पर्छ अरे। यो दुईजना साथीको पारा हेर्नु नि, 10 दिनदेखि खाजा खान नपाएको जस्तो गरी खाइरहेको छ। अनि यता स्यान्डी ब्लग्सको ब्लग सुरु भइसकेको छ। जस्तो सबैले चिन्नुहुन्छ होला उसलाई, कसले चिन्नुहुन्छ कमेन्ट गरिदिनु है त। ऊ अलरेडी टिकटक इन्स्टा सबैमा भाइरल भइसकेको छ। अनि साथीहरू, मैले तपाईँहरूलाई एउटा कुरा भन्न लागेको छु। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ? यदि तपाईहरुलाई मेरो भिडियो राम्रो लाग्छ भने, मेरो यस्तै भिडियो हेर्न मन पर्छ भने हजुरहरूले मलाई नयाँ आइडीमा फलो गर्न सक्नुहुन्छ। मैले मिनी ब्लगको लागि एउटा छुट्टै टिकटक आइडी खोलेको छु। आइडीमा नेम चाहिँ रोनक मिनी ब्लग छ। तल क्याप्सनमा पनि मेन्सन गरेको हुन्छ, त्यहाँबाट पनि फलो गर्न सक्नुहुन्छ हजुर। त्यो आइडीमा चाहिँ मैले दामी दामी कन्टेन्ट ल्याउने कोसिस गर्छु। यो भन्दा पनि अझै धेरै राम्रो राम्रो भिडियोहरू बनाएर पोस्ट गर्छु। हजुरहरूको थोरै माया साथ सपोर्टले गर्दा त हामी जस्तो मान्छेहरू अगाडि बढ्छ। तपाईहरुलाई मेरो भिडियो राम्रो लाग्छ भने, मन पर्छ भने अब अर्को आइडीमा फलो गरिदिनु। यो आइडीमा चाहिँ मेरो भिडियो आउँदैन अब। यो चाहिँ मेरो लास्ट मिनी ब्लग हो। यो आइडीमा नि भिडियो त आइरहेको छ कि, तर मिनी ब्लग हेर्न मन पराउनेहरू चाहिँ गएर अर्को आइडीमा माया देखाइदिनु होला। यो आइडीमा नि फलो गरेर चाहिँ राख्नु। यो आइडीमा नि राम्रो राम्रो भिडियो आइरहेको हुन्छ। अबबाट चाहिँ यो आइडीमा मिनी ब्लग आउँदैन। तल मेन्सन गरेको आइडीमा फलो गर्नु होला, त्यही आइडीमा आउँछ मिनी ब्लग। यति नै भन्न आएको म। हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो? अब साथ सपोर्ट दिइराख्नु होला मलाई। हजुरहरूले गर्दा नि हामी जस्तो मान्छे अगाडि बढ्यो। भेटौँला अर्को आइडीमा। बाई बाई गाइज।